यो चाहिँ हाम्रो बेसी खेत वरिपरिको दृश्य हो। यहाँ चाहिँ हाम्रो नरवीर श्रेष्ठ दाईको बेसी खेतको डी, त्यहाँदेखि उतापट्टि सलबहादुर दाईको बेसी खेतको डी पाडारे हो। जब यो तलतिरको धान मुनि देखिने जङ्गल छ, जङ्गलको सिरानको रुखदेखिको यो जङ्गल उत्तिसघारी यो तलतिर देखिएको सारा जङ्गलहरू चाहिँ हाम्रो पनि पहिले यसरी नै लह 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 धान फल्ने ठाउँ हुन्। हामीले अब मैले औपचारिक रूपमा 2059 साल मङ्सिर 5 गतेदेखि आफ्नो श्रम सिन्चितलाई विसर्जन गर्दै यस ठाउँबाट बिदा भएको थिएँ। तर हाम्रो परिवारले 2066 सालबाट चाहिँ यो ठाउँ छोडेको अवस्था थियो। अहिले यो जङ्गल भएछ। यसरी उत्पादन हुने धान, तौली धान लगायत गौँतुरी उत्पादन हुने ठाउँ चाहिँ अहिले पुरै जङ्गलले ढाकेको छ। यतापट्टि हाम्रो बडाबाको टहले खेत हो, टहले खेत देखिरहेछ, जुन चाहिँ उहाँले अगाडि नै बिक्री गरिसकेको अवस्था छ भने हाम्रो चाहिँ यो बिक्री गरिएको छैन, तर जङ्गलले ढाकिएको छ। जङ्गलले ढाकिए तापनि उत्पादनको हिसाबले पहिले जसरी हामीले धान उत्पादन गर्थ्यौँ अथवा कृषिजन्य वस्तुहरू उत्पादन गर्थ्यौँ, अहिले चाहिँ त्यसको रिप्लेसमा अलैँची छ। नगदे बालीकै रूपमा हामीले बाली नै उत्पादन गरिरहेका छौँ। यसलाई त्यतिकै खेर जानु दिएको अवस्था भने छैन। यो चाहिँ हाम्रो टहले खेत हो, बेसी खेत।